जुन बेलामा बालेनजीले भर्खर महानगरको मेयर जित्नु भएको थियो 1.5 महिना पनि भएको थिएन उहाँ संसारको टप 100 मेयरभित्र परिसक्नु भएको थियो होइन अनि यो संसारमा काठमाडौँ भन्दा राम्रो सहर चाहिँ कहीँ छैन अनि उहाँले त्यो 1 महिनामा चाहिँ के विकास गर्नु भएको थियो र संसारका उत्कृष्ट मेयर मध्ये उहाँ पर्नुभयो त्यस्तो किसिमको ग्लोरिफाई चाहिँ कसले गरिदिरहेछ न्युयोर्क टाइम्समा उहाँले स्पेस पाउनुपर्ने गरी चाहिँ काठमाडौँमा के उत्पात मचेको थियो चुनाव त धेरैले जितेको छ नि सर बालेनजीले मात्रै जिते होइन नि स्वतन्त्र क्यान्डिडेट अरूले पनि जितेको छ नि गोपी हमालले पनि जितेको थियो नि त होइन हर्क साम्पाङले जितेको थियो नि त होइन ती मेयरहरू चाहिँ संसारका टप के अरे मेयरमा परेनन् बालेनजी चाहिँ न्युयोर्क टाइम्सले चाहिँ नि घोषणै गरिदिएपछि संसारका उत्कृष्ट 100 मेयरमध्ये के कारण हो त ल मलाई बताइदिनुहोस् त त्यसपछि केही समय चाहिँ फ्रान्समा उहाँलाई रेड कार्पेट बिछाएर लगिन्छ त्यो लेभलको जुन प्रकारले उहाँलाई चाहिँ ग्लोरिफाई गरेर उहाँलाई ब्रान्डिङ गरिँदैछ नि त्यसले के देखाउँछ भन्दाखेरि मेरो बुझाइमा चाहिँ उहाँलाई नजिकको छिमेकी होइन अलिक टाढाको छिमेकीले प्रमोट गराएको छ अनि जसले प्रमोट गराएको छ नि तिनीहरूले सक्दैनन् त प्रधानमन्त्री बनाउन बनाइदिन सक्दैन त्यो चाहिँ किन त्यो धेरै कुराले छ अब तपाईसँग छोटो उसमा दिएर भन्न नि सकिदैन भन्न मिल्ने कुरा तपाईँ यस्तो छ टाढाको छिमेकीले बनाइदिएको कुरा नि मान्लान् होइन दुईटा छिमेकीले तर टाढाको छिमेकी नेपालमा चाहिँ आफ्नो पपेट गभर्नमेन्ट किन राख्न चाहन्छ भन्ने कुरा इस्यु त मजाले बुझाएको छ नि त एमसीसी पछाडि जोडिएको एसपीपी इन्डो पेसिफिक स्ट्राटेजीका कुराहरू छन् एसियाको ककपिट हो नेपाल होइन ठुलो जनसङ्ख्या छ दुईतिर राइजिङ सुपर पावरहरू हुन् होइन यहाँ बिचमा अमेरिकालाई चाहिँ नहुने उसको त्यत्रो ठुलो भूगोल हुँदा पनि यहाँ यत्रो सानो भूगोलमा उसका यहाँ सरकार उसलाई बनाउनै पर्ने उसकै वरिपरिका छिमेकी देशमा बनाए भयो नेपालको सरकारमा चाहिँ उसलाई इन्ट्रेस्ट छ भनेपछि त्यसको त्यो इन्ट्रेस्टका पछाडि त कारण हुन्छ नि त ती कारण त तपाईँले पनि बुझ्या होला मैले पनि बुझ्या होला भनेपछि तपाईँ हामी जतिका मान्छे केही नभएका मान्छेले बुझ्छौँ भने चाइना र इन्डियाले चाहिँ बुझ्दैनन् कारण के हो भनेर अनि उसको पपेट गभर्नमेन्ट बनाउन चाहिँ अनि इन्डियालाई उसले चाहिँ किन हो अहिलेसम्म इन्डियाले इनकेस यो उतापट्टिको नेक्सस ब्रेक भयो भने यिनीहरूसँग चाहिँ म चाहिँ सहकार्य गर्न सकिन्छ भनेर अहिलेसम्म इन्डियाले अलिअलि सपोर्ट गरिरहेछ होइन जुन दिन कन्फर्म हुन्छ यिनीहरू चाहिँ मेरा होइनन् यिनीहरू मसँग कहिले पनि मिल्दैनन् भन्ने कुरा उसलाई लागिसकेको दिन यो चाहिँ दिँदैनन् र म त्यही घटनाको कारणले गर्दाखेरि यो चुनाव 1 नम्बर कुरा हुँदैन होला जस्तो लाग्छ भइहाल्यो भने यो अस्ति जसरी 10-15 हजार मान्छे भेला भएर सत्ता खोसियो त्यस्ता फेरि घटना चाहिँ अब सिक्यो नि त अब होइन त्यहाँ सांसद भवन डढाइदिएपछि त फेरि सत्ता त आफ्नो हुँदो रहेछ नि त 10-15 हजार मान्छे भेला गर्न 20-50 करोड खर्च गर्न त कसलाई कम्ती छ र उस्तै पर्यो भने एउटा मान्छेले गरिदिन्छ स्पोन्सर गरिदिन्छ त्यो कारणले गर्दाखेरि